शिवकन्या समृद्ध पञ्चकन्या निर्माण हाम्रो अभियान भन्ने नाराका साथ गाउँसभामा उपस्थित सम्पूर्ण महानुभावहरूलाई हार्दिक स्वागत गर्दै आजको यो 18औं गाउँसभा प्रारम्भ भएको जानकारी गराउन चाहन्छु र सबैभन्दा पहिला आजको यो गाउँसभामा यस सभाको कार्यसूची यस प्रकार रहेको छ। सबैभन्दा पहिला हामी यो 18औं गाउँसभामा सभाध्यक्षले आजको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछ। त्यसपछि नीति तथा कार्यक्रम पछि आर्थिक वर्ष 2082-83 को आर्थिक विधेयक प्रस्तुत गर्नेछु। त्यसपछि आर्थिक वर्ष 2082-83 को विनियोजन विधेयक रहेको छ, त्यो प्रस्तुत गरिसकेपछि यस वर्षको 2082-83 को बजेट वक्तव्य उपाध्यक्षज्यूबाट सभामा प्रस्तुत हुनेछ। त्यसपछि न्यायिक समितिले यस आर्थिक वर्षमा गरेको प्रगति प्रतिवेदन प्रस्तुत गरिनेछ र न्यायिक समितिको प्रगति प्रतिवेदन प्रस्तुत पछाडि योजना तथा कार्यक्रमको यो आजसम्म भएको रकम अन्तर, विनियोजित रकम संशोधन लगायतका कार्यपालिकाबाट भएको निर्णयहरूको अनुमोदन प्रस्तुति गरिनेछ। त्यसपछि विपद व्यवस्थापन समितिको यो आर्थिक सहायता विषयको प्रस्तुति रहनेछ र 18औं गाउँसभाबाट निर्णय पारित तथा अनुमोदन सम्बन्धमा रहेको छ। त्यसपछि हामी कार्यक्रम समापन गर्नेछौँ र त्यसभन्दा पहिला म आजको सुरुमा आजको यो नीति तथा कार्यक्रमलाई यस सभामा प्रस्तुत गर्न गइराखेको छु। आदरणीय सभाका सदस्यज्यूहरू, यस पञ्चकन्या गाउँपालिकाको 18औं गरिमामय सभामा पञ्चकन्या गाउँपालिकाको आर्थिक वर्ष 2082-83 को वार्षिक नीति तथा कार्यक्रम पेश गर्न पाउँदा मैले आफूलाई भाग्यमानी र गौरवान्वित महसुस गरेको छु। वार्षिक नीति तथा कार्यक्रम तर्जुमाका क्रममा गाउँपालिकालाई आफ्नो अमूल्य सुझाव दिनुहुने सम्पूर्ण राजनीतिक दल, बुद्धिजीवी, समाजसेवी, संघ संस्था, आमा बुबा, दाजुभाइ, दिदीबहिनीहरू लगायत सबै सरकारवालाहरूलाई हार्दिक आभार सहित हामी गाउँपालिकाको तर्फबाट धन्यवाद व्यक्त गर्दछु। यस अवसरमा नेपालको प्रजातान्त्रिक आन्दोलन, राजनीतिक अग्रगमन र लोकतन्त्रको प्राप्ति र सबलीकरणको क्रममा भएका ऐतिहासिक
जनआन्दोलनहरूमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। विशेष गरी यस गाउँपालिकाको भूमिबाट केशवराज पाण्डे, रामप्रसाद पाण्डे, सुन्दर मल्ल ठकुरी, समुद्र मल्ल ठकुरी, अजित, मधुकर राई, सुमन तामाङ, पुण्डरी नेपाली, सुनिल कुमार तामाङ, गौरी सिटौला, पुरुषोत्तम खतिवडा, शिवशरण भारती, श्रीकृष्ण राई, रामशरण नेपाली, ईश्वर थापा लगायत 14 जना युद्धहरूको बलिदान हाम्रो सामु जीवितै छ। ती महान शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता घाइते तथा अपाङ्ग योद्धाहरूका उच्च सम्मान प्रकट गर्दछ। शिक्षा, पर्यटन, पूर्वाधार र कृषि क्षेत्रमा लगाऊ शिव ज्ञान समृद्ध पञ्चकन्या निर्माण हाम्रो अभियानको सोच सहित यस गाउँपालिकालाई सुन्दर र समुन्नत गाउँपालिकाको निर्माण गर्ने हाम्रो संकल्प समस्त गाउँवासीहरूको आकांक्षा र हामीले निर्वाचनको क्रममा जनताप्रति अभिव्यक्त गरेका प्रतिज्ञाहरू पूरा गर्ने दिशामा हामीले आगामी आर्थिक वर्ष 2082-83 को नीति तथा कार्यक्रमलाई अभिमुख गरेका छौं। स्थानीय सरकारको आफ्नो पालिकाको समग्र विकास र क्षेत्र प्रवाहको लागि नवीन कार्यान्वयन योग्य र रूपान्तरणकारी योजना तथा कार्यक्रम सञ्चालन गर्नु आजको आवश्यकता हो। नेपालको संविधान विभिन्न क्षेत्रगत नीति तथा कानूनहरू 16औं अद्यावधिक योजना प्रदेश तथा यस पालिकाको आवधिक योजना, मध्यकालीन खर्च संरचना, दिगो विकास लक्ष्यको मार्ग चित्र, नेपाल सरकार र प्रदेश सरकारको नीति तथा कार्यक्रमहरू, गाउँपालिकाले कार्यान्वयनमा ल्याएका कानुनी प्रावधान लगायत सम्पूर्ण सरकारवाला पक्षहरूको सुझाव समेतका आधारमा समृद्ध पञ्चकन्या निर्माण गर्ने संकल्पका साथ आगामी आर्थिक वर्ष 82-83 को नीति तथा कार्यक्रम तर्जुमा गरिएको छ। आदरणीय सभामा उपस्थित सदस्यज्यूहरू, अब म चालू आर्थिक वर्ष 81-82 को हालसम्मको प्रमुख उपलब्धिको संक्षिप्त विवरण प्रस्तुत गर्ने अनुमति चाहन्छु। भौतिक पूर्वाधार विकास, सडक, खानेपानी, सिंचाइका क्षेत्रमा भएका उपलब्धिहरू। सडक यातायात, यस गाउँपालिकामा हालसम्म 24 किलोमिटर पक्की सडक, 93 किलोमिटर ग्रामीण सडक, 154 किलोमिटर कच्ची सडक निर्माण भएको छ। चालू आर्थिक वर्षमा उपभोक्ता समितिबाट 69 वटा र 4 वटा ठेक्का प्रक्रियाबाट गरी जम्मा 73 वटा सडकका योजनाहरू कार्यान्वयनमा गई कार्य सम्पन्न भएको छ। गाउँपालिकाका सबै वडामा सडकको पहुँच पुगेको छ। गाउँपालिकाका विभिन्न बस्ती र पर्यटकीय क्षेत्रहरूमा समेत वर्षयाममा गाडी चल्ने सडक पूर्वाधार विस्तार भएको छ। गाउँपालिकाबाट अन्य गाउँपालिका तथा प्रमुख राजमार्गसम्मको सडक पहुँचलाई सुदृढ बनाउँदै लगिएको छ। भवनमा यस वर्ष यस गाउँपालिका अन्तर्गत जम्मा 5 वटा पूर्ण पक्की भवनको थालनी भएकोमा 3 वटा सम्पन्न भएको र 1 नम्बर वडा र 5 नम्बर वडाका वडा कार्यालयका भवनहरू निर्माणाधीन अवस्थामा रहेको छ। साथै अन्य 7 वटा भवनहरू आंशिक रूपमा लगानी भई कार्यान्वयनमा आएको छ। पुल पुलेछ, यस वर्ष यस पालिकामा एउटा झुलुङ्गे पुल निर्माण भएको छ र यस सहित हालसम्म पालिकाभित्र 21 झुलुङ्गे पुल चालु अवस्थामा रहेको छ। एउटा कल्भर्ट निर्माणको कार्य सम्पन्न भई सञ्चालनमा रहेको छ। यस वर्ष खानेपानीका जम्मा 37 वटा साना मझौला योजना सम्झौता भई उपभोक्ता समितिबाट कार्यान्वयन भएका र एउटा ठेक्का प्रक्रियाबाट कार्यान्वयनमा
गएको मध्ये अधिकांश सम्पन्न भइसकेको र केही खानेपानी आयोजना सम्पन्न हुने अन्तिम चरणमा रहेको छ। यस योजना कार्यान्वयन भइसके पश्चात खानेपानीको टड्कारो समस्या समाधान भएको विश्वास गरिएको छ। गाउँपालिका सिंचाइमा गाउँपालिका विभिन्न वडामा गरी कुल खेतीयोग्य जमिनको करिब 45% भूभाग अर्थात् 1516 हेक्टरमा सिंचाइ सुविधा उपलब्ध छ। मुहानहरूको पहिचान, संरक्षण, अभिलेखीकरण र दर्ताका कार्यहरू व्यवस्थित गरिएको छ। यस वर्ष सिंचाइका 27 वटा योजनाहरू कार्यान्वयनमा गएकोमा 23 वटा सम्पन्न भइसकेको र 4 वटा चालु अवस्थामा रहेको छ। अन्य यस चालु आर्थिक वर्षमा 7 वटा चौताराहरूको निर्माण सम्पन्न भएको छ। 27 वटा पदमार्ग निर्माण कार्य प्रारम्भ भई अधिकांश सम्पन्न भइसकेको र केही सम्पन्न हुने चरणमा रहेको छ। शिक्षा विद्यालयतर्फ 18 वटा, धार्मिक सांस्कृतिक तर्फ 30 वटा, वन वातावरण विपदतर्फ 8 वटा लगायत सम्पूर्ण क्षेत्रहरूमा यो वर्ष जम्मा 277 वटा पूर्वाधारजन्य कार्यक्रमहरू सम्झौता भई कार्यान्वयन भएको र योजना फर्फा र सबै भुक्तानीको अन्तिम चरणमा रहेको छ। सामाजिक विकास, शिक्षा, स्वास्थ्य लक्षित समूहका क्षेत्रमा भएका उपलब्धि। गाउँपालिका भित्र रहेका 30 वटा सामुदायिक र 1 संस्थागत विद्यालयहरूलाई व्यवस्थित बनाउने प्रयास जारी छ। गाउँपालिकामा रहेको 10 सयको अस्पताल निर्माण कार्य सम्पन्न भई सञ्चालनको अवस्थामा पुगेको र यही आर्थिक वर्षबाट सेवा शुभारम्भ हुने अवस्थामा रहेको छ। कार्यालयबाट प्रभाव हुने सार्वजनिक सेवा लगायत शिक्षा, स्वास्थ्य, बैंकिङ कारोबार आदिमा सूचना प्रविधिको प्रयोग भएको छ। विकासका विभिन्न क्षेत्रमा महिला तथा युवाहरूको संलग्नता बढेको छ। युवाहरूको खेलकुदमा संलग्नता बढाउनका लागि खेलकुद मैदान निर्माण कार्यलाई प्राथमिकता दिइएको छ। एकाध विद्यालय बाहेक अन्य सबै सामुदायिक विद्यालयका भवनहरूको निर्माण कार्य सम्पन्न भएको छ। पूर्वाधार तयारी पश्चात विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय समयानुकूल शैक्षिक विधि र प्रविधि प्रयोग गरिरहेका छौँ। रुम टु रिड, रुडेक नेपाल र पालिकाको सहकारी साझेदारीमा सञ्चालित साक्षरता कार्यक्रमले विद्यालयको शैक्षिक गुणस्तरमा देखिने गरी सुधार ल्याउने प्रयास गरिएको छ। रुडेक नेपाल गुड नेबर्स इन्टरनेसनल मार्फत करिब 600 भन्दा बढी विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ। सामुदायिक तथा ग्रामीण विकास समाज नेपाल नुवाकोटबाट विद्यालयको दिवा खाजामा सहयोग भएको छ। आर्थिक विकास, कृषि, उद्योग, पर्यटन, सहकारी रोजगारका क्षेत्रमा भएका उपलब्धिहरू। हालसम्म गाउँपालिकामा कुल भूभागको 63% अर्थात् 33.69 हेक्टर खेतीयोग्य जमिन रहेको छ। प्रत्येक वडामा एक दिन झोलमल बनाउने तालिम सम्पन्न गरियो, जसबाट 185 जना लाभान्वित भएका छन्। फलफुलका बेर्नाहरू व्यक्तिगत र समूहगत मार्फत वितरण गरिएको छ। कृषि तथा पशु सम्बन्धी विभिन्न समस्याहरूको पहिचान र सोको निवारण गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएका छ, जसबाट 353 किसानहरूलाई लाभान्वित भएका छन्, जसबाट गोरु पाल्ने कृषकहरूको 150 हल गोरुको बिमा कार्य सम्पन्न गरिएको छ। साथै उत्कृष्ट कृषक छनौट गरी यस पालिकाबाट 5 जना कृषकलाई सम्मान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। घ्याङसौ र पर्यटकीय क्षेत्रको करिब 500 रोपनी जग्गामा यस चालु आर्थिक वर्षमा 11,000 र हालसम्म करिब 43,000 चियाको बिरुवा रोपण कार्य सम्पन्न भएको र भैँसी पालन कार्यक्रमलाई सोसँग जोडेर चिया खेतीसँग साथै ओखर खेतीको विकासमा जोड दिइएको छ। यस गाउँपालिकाभित्र किसानले पालेका गाई र भैँसीलाई 1800 डोज लम्की स्किन विरुद्धको खोप, 1500 डोज खोरेद विरुद्धको खोप र
बाख्रामा 4000 डोज टिपिआर विरुद्धको खोप लगाइसकेको छ। गाउँपालिका भित्र रहेको कृषि सहकारी संस्थाको अनुगमन गरी व्यावसायिक कृषि तथा पशुपालन क्षेत्रमा लगानी गर्न उत्प्रेरित गरिएको छ। गाउँपालिका भित्र रहेका पर्यटकीय स्थलहरू नाटेश्वरी, कपिलेश्वर, महादेव, राक्षेश्वर, घ्याङसौरा पर्यटकीय पार्क, खड्कुले, छाँगो, टोड्के, भन्ज्याङ लगायत चमेरो गुफाको संरक्षण तथा प्रवर्धन गर्ने कामलाई निरन्तरताको रूपमा कार्यान्वयनमा ल्याइएको छ। रोजगारी सिर्जना गर्न गाउँपालिका भित्र रहेको श्रम शक्तिको लगत तयार गरी विभिन्न सिपमूलक तालिम सञ्चालन गरिएको छ। यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमलाई कार्यान्वयन गरी 71 जना सूचीकृत बेरोजगारीलाई 100 दिन बराबरको रोजगार प्रदान गरिएको छ। वन वातावरण, जलवायु परिवर्तन तथा विपत्ति व्यवस्थापन, वनस्पति, वन्यजन्तु, जैविक विविधता, जलाधार व्यवस्थापनलाई समेट्ने गरी यसबाट प्राप्त हुने काठ, दाउरा, जडीबुटी, हरित उद्यम र पर्यटनको विस्तार गरिएको छ। गाउँपालिका भित्र रहेका सामुदायिक वनमा उपयोग र संरक्षण सहितको वैज्ञानिक वन व्यवस्थापनका अभ्यासहरू प्रारम्भ गरिएको छ। सुशासन तथा संस्थागत विकास, कानुनी व्यवस्था, राज्य परिचालन, संगठन, सार्वजनिक नीति, साझेदारी एवं समन्वय भएका उपलब्धिहरू। गाउँपालिकाले हालसम्म 53 वटा नियम, कार्यविधि र मापदण्ड तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको छ। कर्मचारी कल्याण कोषको सञ्चालन कार्यविधि 2081 र पञ्चकन्या गाउँपालिकाको आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका 2082 तर्जुमाको तयारी गरिएको छ। गाउँपालिकाको संगठन तथा व्यवस्थापन संरक्षण गरी सो अनुसारको संगठन संरचना, जनशक्ति र कार्य विवरण तयार गरी कार्यान्वयनमा ल्याइएको छ। यस गाउँपालिकाको गत आर्थिक वर्षको स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कन लिजामा 91.25 अङ्क प्राप्त गरी अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य सुधार गरिएको छ। यसै गरी स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन एफआरएमा 81 अङ्क प्राप्त गरी अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य सुधार गरेको छ। राजस्व सुधार कार्ययोजनाको कार्यान्वयनबाट आन्तरिक राजस्व स्रोतको दायरामा वृद्धि गर्दै लगिएको छ। आदरणीय सभाका सदस्यज्यूहरू, संघीयताको मर्मलाई आत्मसात गरी लोकतन्त्रका लाभहरूलाई जनतासम्म पुर्याउने महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने यस स्थानीय सरकारको दोस्रो कार्यकालको चौथो वर्षको यस गाउँपालिकाको विषयगत एवं क्षेत्रगत आर्थिक वर्ष 82-83 को नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु। आर्थिक विकास, कृषिमा कृषि क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिई कृषि व्यवसायको आधुनिकीकरण, यन्त्रीकरण र व्यवसायीकरण र बजारीकरणमा ध्यान दिई नागरिकको जीवनस्तर उकास्न जोड दिइनेछ, जसका लागि आगामी आर्थिक वर्ष 82-83 मा आवश्यक बजेटको व्यवस्था गरिएको छ। कृषिजन्य उत्पादन बढाउन गाउँपालिका भित्रका सबै कृषि योग्य जमिनको माटो परीक्षण गरी माटो सुहाउँदो बाली लगाउन प्रोत्साहन गरिनेछ। प्रारम्भिक मलको प्रयोगमा जोड दिइनेछ। जसले रोप्छ फलफुलको बोट उसको हातमा हरियो नोट भन्ने नाराका साथ गाउँपालिका भित्र बाँझो जमिन राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न गाउँपालिकालाई फलफुलमा आत्मनिर्भर गाउँपालिका बनाउने उद्देश्यका साथ अभियान सञ्चालन गरिनेछ। निर्वाहमुखी कृषि क्षेत्रलाई रूपान्तरण गरी व्यवसायीकरण बनाउन, कृषिजन्य वस्तुको उत्पादकत्व बढाउन जरुरी छ, जसका लागि बिउ, बिजन, मल, खाद र कृषि चुनमा अनुदान दिइनेछ। युवाहरूलाई लक्षित गरी स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नका लागि व्यक्तिगत वा सामग्री रूपमा विभिन्न उत्पादनमुखी कृषिजन्य
कार्यक्रमहरू सञ्चालन गरिनेछ। कृषकको समेत लागत साझेदारी रहने गरी विभिन्न नगदे बाली र फलफुल प्रवर्धन कार्यक्रम सञ्चालन गरिनेछ। कृषक, कृषि सहकारी र कृषि समूहलाई कृषि उत्पादनमा प्रविधि तथा प्राविधिक सहयोग, प्रसार, रोगको पहिचान र निदान, व्यक्तिगत निदान, बाली संरक्षण लगायतका विषयमा जानकारी दिनका लागि स्थलगत घुम्ती सेवा सञ्चालन गरिनेछ। कृषक, कृषि सहकारी र कृषि समूहलाई कृषि उत्पादनमा प्रविधि तथा प्राविधिक सहयोग, प्रसार, रोगको पहिचान र निदान, बाली संरक्षण लगायत विषयमा जानकारी दिनका लागि स्थलगत घुम्ती सेवा सञ्चालन गरिन्छ। कृषकको खेतबारीमा देखा पर्ने विभिन्न रोग र किराको समयमा नै समाधानका निम्ति आवश्यक बाली उपचार शिविर र आकस्मिक बाली संरक्षण कार्यक्रम चलाइनेछ। किसानको वर्गीकरण गरी तिनै तहको सरकारको सहकार्यमा कृषि सम्बन्धी क्रियाकलाप सञ्चालन गर्न अनिवार्य रूपमा किसानको सूचीकरण गर्ने कार्यलाई निरन्तरता दिँदै परिचय पत्र वितरण गर्ने कार्यलाई अगाडि बढाइनेछ। स्थानीय उत्पादनलाई प्रोत्साहन, आयातितलाई निरुत्साह कार्यक्रमलाई आत्मसात गरी चाडबाड लक्षित पुष्प खेती कार्यक्रमलाई प्रवर्धन गरी फूलको उत्पादन अभिवृद्धि गर्ने गरी निर्यात प्रवर्धन गरिने उद्देश्यका साथ बजेट व्यवस्थापन गरिएको छ। गाउँपालिकाभित्र स्थापित कृषिजन्य फर्महरूलाई अनिवार्य दर्ताका लागि प्रोत्साहन गरी आवश्यक सहयोग गरिनेछ। तरकारी, फलफुल र अन्य कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत साना व्यावसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रमलाई निरन्तरता दिँदै थप विस्तारमा जोड दिइनेछ। कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न आवश्यक पहल गरिनेछ। आर्थिक वर्ष 82-83 मा कृषिजन्य उत्पादन वृद्धिको लागि आवश्यक पर्ने रासायनिक मल यस गाउँपालिकाभित्र मापदण्ड पूरा गरेका सहकारी संस्थाहरू मार्फत समन्वयिक र पारदर्शी रूपमा स्थानीय समिति मार्फत मूल्य निर्धारण गरी मल वितरण कार्यलाई थप प्रभावकारी बनाइनेछ। कृषकले उत्पादन गरेका कृषि बालीलाई हानि नोक्सानी गर्ने वन्यजन्तुको आतंकलाई नियन्त्रण गर्नका लागि आवश्यक पहल गरिनेछ। खाद्यान्न बालीमा पालिकालाई आत्मनिर्भर बनाउनका लागि धान, मकै, कोदो, दलहन जस्ता खाद्यान्नहरू बालीको उत्पादन बढाउन जग्गा चक्लाबन्दी गरी खेती गर्ने कार्यलाई प्रोत्साहन गरिनेछ। सिँचाइमा गाउँपालिका क्षेत्रभित्र रहेका सिँचाइ कुलोहरूको मर्मत सम्भार गरी 12 महिना सिँचाइ सुविधा पुर्याउने कार्यलाई उच्च प्राथमिकता दिइनेछ। गाउँपालिका भित्रका कृषि योग्य जमिनमा सिँचाइको लागि पानीको स्रोतको पहिचान गरी नहर, कुलोको निर्माणलाई प्राथमिकता दिइनेछ। सिँचाइको तत्कालीन आवश्यकता पूरा गर्न प्लास्टिक पोखरी, थोपा सिँचाइ जस्ता कार्यहरूलाई निरन्तरता दिइनेछ। उत्पादन योग्य जमिनहरूमा पानीको स्रोत अभावले सिँचाइ हुन नसक्ने व्यवस्थालाई मध्यनजर गर्दै लिफ्ट सिँचाइ जस्ता मेगा प्रोजेक्ट सञ्चालन गर्न आवश्यक पहल कदमी लिइनेछ। खेतीयोग्य जमिन सिंचित गरी कृषि बालीजन्य फलफुलजन्य र तरकारीजन्य उत्पादन बढाउन सिँचाइ पाइपहरू वितरण गर्दा आइरहेको र यस कार्यलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिइनेछ। पशुपन्छी स्वास्थ्य पशुपन्छी उत्पादन आम्दानीको समुन्नत जीवन र समृद्ध पञ्चकन्याका आधार मूल नारालाई साकार पार्न पालिकाभित्र किसानहरूले पालेका पशुपन्छीको यथेष्ट तथ्याङ्क अद्यावधि गर्ने कार्यलाई निरन्तर दिइनेछ। पशु सेवा शाखा र सबै वडामा रहेका पशु सेवा केन्द्र मार्फत पशु स्वास्थ्य परामर्श, पशुपन्छीमा लाग्ने महामारी र प्राणघातक रोगहरूको पहिचान गरी आधारभूत रूपमा आवश्यक पर्ने औषधि उपलब्ध र विभिन्न रोग विरुद्धको खोप कार्यक्रम सञ्चालन
गरिनेछ। पशु तथा मानिसमा लाग्न सक्ने प्राणघातक संक्रमण जेनेटिक पशुबाट मानिस र मानिसबाट पशुमा सर्ने रोग रेबिज रोगबाट बच्नका निम्ति यस गाउँपालिकाभरि वर्षभरि नै रेबिज रोग विरुद्धको खोप उपलब्ध गराइनेछ। पशुपालनलाई आय स्रोतको माध्यम बनाउँदै कृषकको आफूले उत्पादन गरेका दूध सहकारी मार्फत बिक्री गरेमा अनुदान प्रदान गर्ने नीतिलाई निरन्तरता दिइनेछ। यस गाउँपालिकाका पशुपालन कृषकहरूको सम्भावित क्षति न्यूनीकरणका लागि पशु बिमा कार्यलाई प्रोत्साहित गर्दै कृषकले पशु बिमा गर्दा लाग्ने कुल रकमको 50% रकम कृषकहरूलाई अनुदान स्वरूप उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिनेछ। गाई भैँसी बङ्गर र बाख्राको उत्पादन बढोत्तरी गर्न उन्नत नसल सिमेन्ट प्रयोग गरी कृत्रिम गर्भधारणको कार्यक्रमलाई निरन्तरता दिइनेछ। गाई भैँसी बाख्रा बङ्गर तथा कुखुरा पालन कार्यक्रमलाई प्रवर्धन साथै प्रोत्साहन गरिनेछ। उद्योग वाणिज्य तथा नव प्रवर्धन उद्योग मैत्री वातावरण निर्माण आत्मनिर्भर अर्थतन्त्रको प्राण गाउँपालिकामा उद्योग व्यवसायको प्रवर्धन गर्न उद्योग मन्त्री नीति तथा तर्जुमा गरिनेछ। गाउँपालिकाको उपयुक्त स्थानमा औद्योगिक ग्राम स्थापना गर्न ठाउँको पहिचान गरी आवश्यक कार्य अगाडि बढाइनेछ। गाउँपालिकाभित्र कुनै पनि उद्योग धन्दा स्थापना गर्दा लाग्ने शुल्कहरूमा केही छुट दिने व्यवस्था गरिएको छ। सार्वजनिक नीति साझेदारी नीतिको अवलम्बन गर्दै निजी क्षेत्रहरूसँगको सहकार्यमा लघु उद्यम तथा सानो घरेलु उद्योग सञ्चालनमा जोड दिइनेछ। तुलनात्मक लाभका क्षेत्रको पहिचान गरी गाउँमा उद्योग विकास र विस्तार गरी उत्पादित वस्तु तथा सेवाको बजारका लागि प्रोत्साहन प्रबन्धन गरिनेछ। उद्योगका लागि आवश्यक स्थानीय कच्चा पदार्थ उत्पादन र प्रयोगलाई जोड दिइनेछ। उद्योगबाट उत्पादित वस्तु बाहिर निर्यात गरेमा लाग्ने शुल्कमा छुटको व्यवस्था गरिनेछ। हाट तथा बजार अनुगमन गर्ने कार्यलाई प्रभावकारी बनाइनेछ। म्याद गुज्रेका अखाद्य र अस्वास्थ्य तथा वातावरणलाई गम्भीर आघात पार्ने वस्तुको बिक्री वितरणलाई निरुत्साहित गरिनेछ। गाउँपालिका क्षेत्रमा सञ्चालित व्यावसायिक फर्म तथा संस्थाहरूको दर्ता तथा नवीकरण कार्यलाई प्रभावकारी बनाइनेछ। बौद्धिक सम्पत्तिको सम्मान र संरक्षण गरिनेछ। नवप्रवर्धनमा आधारित नवीन कार्यहरूलाई आवश्यक सहयोग र प्रोत्साहन गरिनेछ। पर्यटन तथा संस्कृति पञ्चकन्याको विकास र समृद्धि पर्यटनको आगमनमा वृद्धि सोचसहित महत्त्वपूर्ण पर्यटकीय स्थलहरू झ्याङसौर पर्यटकीय क्षेत्र कपिलेश्वर महादेव कार्तिकेश्वर नाटेश्वर सिद्धेश्वर राक्षेश्वर चमेरो गुफा ब्रह्मक्षेत्र खड्कुले छागो त्रिवेणी धाम शिवालय भूमिस्थान मङ्गलादेवी मन्दिर सुन्दरादेवी ठुलो खोला दुप्चेश्वर मन्दिर पञ्चकन्या मन्दिर सप्तकन्या मन्दिर कालिका मन्दिर लगायतका पर्यटकीय क्षेत्रहरूलाई थप व्यवस्थित र प्रचार प्रसार गरिनेछ। झ्याङसौरमा पर्यटकीय पार्क वरिपरि भइरहेको चिया र ओखर खेतीलाई थप विस्तार र व्यवस्थित गरिनेछ। भैँसी पालन कार्यक्रमलाई अझ व्यवस्थित गरी आवश्यक प्राङ्गारिक मल आपूर्ति र रोजगारीको सिर्जना गरिनेछ। झ्याङसौर पर्यटकीय क्षेत्रमा रहेको पाहुना घरलाई थप व्यवस्थित बनाइनेछ। झ्याङसौरमा अन्य पर्यटकीय गतिविधिहरूलाई सञ्चालनमा ल्याई पर्यटकलाई आकर्षित गर्न जिप लाइन साइक्लिङ सञ्चालनको लागि सम्भाव्यता अध्ययन गरिनेछ। आन्तरिक तथा बाह्य पर्यटकलाई प्रवर्धन गर्ने अभिप्रायले झ्याङसौर पर्यटकीय क्षेत्रमा बुद्धको मूर्ति र वाटर फाउन्टेन समेत भएको
आकर्षक पोखरी निर्माणका लागि यसै आर्थिक वर्षबाट अध्ययन सुरु गरिनेछ। नवप्रवर्तनकारी युवा तथा अन्य उद्यमी र वैदेशिक रोजगारबाट फर्किएका अनुभवी तथा सिपयुक्त उद्यमशील युवाहरूलाई पर्यटन तथा उद्यम व्यवसाय सुरु गर्न प्रोत्साहन गरिनेछ। पर्यटन तथा उद्यम व्यवसाय गर्न टोल विकास संस्था मार्फत क्षमता विकासका लागि प्रविधि हस्तान्तरण, वित्तीय पहुँच र बजारीकरणका कार्यक्रमहरूलाई सहज बनाइनेछ। गाउँपालिका भित्र रहेको पर्यटकीय क्षेत्रहरूमा घरवास, होमस्टे कार्यक्रम सञ्चालन गर्ने नीतिलाई निरन्तरता दिइनेछ। लोकल मदिराको ब्रान्डिङ तथा बजार व्यवस्थापन गरी स्थानीयको आर्थिक सुधारमा जोड दिइनेछ। परम्परागत संस्कार र संस्कृति विविधताको प्रदर्शन गर्दै धार्मिक तथा सांस्कृतिक पर्यटनको विकासमा जोड दिइनेछ। नेपाल पर्यटन बोर्ड र तारागाउँ विकास समितिको सहकार्यमा पर्यटनका थप कार्यक्रम सञ्चालनका लागि आवश्यक पहल गरिनेछ। धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको विकास, प्रवर्धन र विस्तारको लागि पर्यटन गुरु योजना निर्माणको थालनी गरिनेछ। गाउँपालिका भित्र जीवित सांस्कृतिक सम्पदाहरू, विभिन्न जात जातिहरूको भाषा, कला, साहित्य, सांस्कृतिक तथा धर्म संरक्षणको लागि विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ। पालिका भित्रका सरकारी कार्यालय र विद्यालयमा हप्ताको एक दिन आफ्नो मौलिक पहिरन लगाउने व्यवस्था मिलाइनेछ। गाउँपालिका भित्र भएका ऐतिहासिक, पुरातात्विक, धार्मिक, पर्यटकीय सम्पदा, मठ मन्दिर, गुम्बा, चर्च, पाटी, पौवा, सत्तल, कुवा, मधेरो, ढुङ्गेधारो, अन्तिम दह संस्कार गर्ने स्थान लगायतका सम्पदाहरूको पुनर्निर्माण तथा संरक्षणलाई निरन्तरता दिइनेछ। अन्तरपालिका स्तरीय सम्बन्ध प्रवर्धन गर्दै अन्य स्थानीय तहहरूका असल अभ्यासहरूलाई अनुसरण गरी आफू अनुकूलको हित प्रवर्तन गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा भगिनी सम्बन्ध राख्नका लागि आवश्यक पहल गरिनेछ। ललित कलाको सिप विकासका लागि ठोस कार्यक्रमहरू तय गरिनेछ। भूमि व्यवस्था तथा सहकारी, भूमि वर्गीकरणको कार्य सकिएको र थप भूमिको व्यवस्थापन गर्न, कृषि उत्पादन र बसोबासका लागि जग्गा पहिचान गर्ने कार्य अगाडि बढाइनेछ। कृषि योग्य जग्गाको चगलाबन्दी गरी उत्पादन र उत्पादकको वृद्धि गर्ने नीतिलाई निरन्तरता दिइनेछ। गाउँपालिकाको क्षेत्रभित्र पर्ने सार्वजनिक जग्गाको लगत सङ्कलन कार्य अगाडि बढाइनेछ। सार्वजनिक जग्गाको अतिक्रमणलाई रोक्ने नीति लिइनेछ। सार्वजनिक जग्गाको स्वामित्व गाउँपालिकाले लिई उचित उपयोग गरी लाभ लिने कार्यलाई अगाडि बढाइनेछ। एकका लागि सबै, सबैका लागि एकको नारालाई मूर्त रूप दिन स्वतः स्फूर्त सहकारीमा आबद्ध हुन प्रेरित गरिनेछ। सहकारी क्षेत्रको विकास र प्रवर्धन गर्ने उचित व्यवस्थापन मार्फत सहकारीहरूको बजारी व्यवसायीकरणमा जोड दिइनेछ। गाउँपालिका भित्र रहेका सहकारी तथा वित्तीय क्षेत्रहरूसँग सहकारी गरी उत्पादनमूलक कार्यक्रमहरू, लगानी मैत्री वातावरण सिर्जना गरिनेछ, जसका लागि अनुदान र सहुलियतपूर्ण ऋणका लागि आवश्यक पहल गरिनेछ। गाउँपालिका भित्र रहेका सहकारीहरूले वार्षिक रूपमा कम्तीमा एक सहकारी, एक सामाजिक कार्यक्रम गर्नुपर्ने नीति अवलम्बन गरिनेछ। गाउँपालिका भित्र रहेका विभिन्न वित्तीय संस्थाहरूले गर्नुपर्ने अनिवार्य दायित्व, CSR, कम्युनिटी सोसियल रेस्पोन्सिबिलिटी
रकमको केही प्रतिशत रकम यस पालिकाभित्र कुनै सामाजिक विकास तथा वातावरण संरक्षण कार्यक्रममा सञ्चालन गराउन पहल गरिनेछ। गाउँपालिका भित्र रहेका सहकारी संस्थाको अनुगमन तथा नियमन गरी विषयगत कार्यप्रति उत्तरदायी बनाइनेछ। निक्षेपकर्ताको हित संरक्षण र बचत रकमको लाभ सहित प्राप्तिको सुनिश्चितताका लागि सहकारी संस्थाहरूको संस्थागत सुशासनमा ध्यान दिन जोड दिइनेछ। पालिकाभित्र क्रियाशील सबै विषयका सहकारी सङ्घ संस्थाहरूसँग समन्वय गरी लक्षित वर्गका लागि सिप विकास तथा उद्यमशीलता विकास सम्बन्धी लक्षित र क्रियाकलापहरू सञ्चालन गरी गरिब निवारण र बेरोजगारी घटाउने कार्यलाई निरन्तरता दिइनेछ। सहकारीका पदाधिकारीहरू र व्यवस्थापकलाई कोकोमिस तालिम प्रदान गरिसकेको र आर्थिक आगामी वर्षमा समेत यसलाई निरन्तरता दिइनेछ। सहकारी संस्थालाई अनिवार्य रूपमा सहकारी तथा गरिब सम्बन्धी व्यवस्थापन सूचना प्रणाली आबद्ध हुनुपर्ने व्यवस्था अनिवार्य गर्दै लगिनेछ। सहकारी संस्थालाई दिगो र भरपर्दो बनाउन एक आपसमा गाभिन प्रोत्साहन गरिनेछ। श्रम तथा रोजगार कोही भन्दा छैनन् कम पञ्चकन्यालाई एक दिन श्रम भन्ने नाराका साथ यस गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरू, कर्मचारीहरू, शिक्षक तथा स्वास्थ्य कर्मीहरू, स्थानीय नागरिक, बुद्धिजीवी, समाजसेवीहरू प्रत्येक महिनाको अन्तिम शनिबार एक दिन अनिवार्य विकास निर्माण तथा सामाजिक कार्यमा श्रम गराउने नीति अख्तियार गरिनेछ। श्रमको सम्मान समृद्ध गाउँ अभियान सञ्चालन गर्दै सिपमूलक तालिम लिई स्थानीय स्तरमा हुने सार्वजनिक निर्माण तथा अन्य कार्यहरूमा स्थानीयहरूलाई प्राथमिकता दिई अल्पकालीन रोजगारी सिर्जनामा जोड दिइनेछ। बेरोजगार व्यक्तिहरूको तथ्याङ्क सङ्कलन तथा विश्लेषण गरी रोजगार सूचना व्यवस्थापन प्रणालीमा बेरोजगारको सूची अद्यावधि र व्यवस्थित गरिनेछ। गाउँपालिकाभित्र उपलब्ध रोजगारीका अवसरहरूलाई उनीहरूलाई पहिलो प्राथमिकता दिइनेछ। आर्थिक वर्ष 2082-83 देखि प्रधानमन्त्री रोजगार कार्यक्रमलाई संघीय सरकारले राष्ट्रिय रोजगार कार्यक्रमको रूपमा विस्तार गरेसँगै गाउँपालिकामा पनि साझेदारीमै आधारित सामुदायिक आयोजना अगाडि बढाई थप प्रभावकारी ढङ्गबाट कार्यान्वयन गरिनेछ। गाउँपालिका रोजगार रणनीति 2080लाई अद्यावधि गर्दै लगिनेछ। सङ्घ तथा प्रदेशद्वारा सञ्चालन हुने रोजगारमूलक कार्यक्रमको दायरा विस्तारमा जोड दिई विविधीकरण गरिनेछ। स्थानीय तहमा दर्ता भएका रोजगार व्यक्तिहरूलाई न्यूनतम रोजगार दिनको प्रत्याभूति गरी आय बढोत्तरी मार्फत गरिबी न्यूनीकरणलाई जोड दिइनेछ। स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न निजी क्षेत्र र सरकारवाला निकायसँग सहकार र समन्वयमा जोड दिइनेछ। युवा तथा शैक्षिक बेरोजगारलाई प्राथमिकतामा राखी उद्यमशीलताको विकास गरिनेछ। यसका लागि आवश्यक बजेटको प्रबन्ध गरेको छु। वैदेशिक रोजगारीलाई डिप्रेसनको भरपर्दो माध्यमको रूपमा सम्मान गर्दै लगानीको आधार तयार गरिनेछ। वैदेशिक रोजगारीबाट फर्किएका उनीहरूको सिप क्षमता र पुँजीको स्थानीयकरण गरी स्वरोजगारको नीति अवलम्बन गरिनेछ। रोजगार सेवा केन्द्रलाई प्रभावकारी बनाई वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूको लागि श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको समन्वय गर्ने बाध्यात्मक अवस्थामा वैदेशिक रोजगारीमा जानेहरू र तिनका परिवारलाई लक्षित गरी
वैदेशिक रोजगारीका लागि सुरक्षित, मर्यादित र व्यवस्थित र गुणस्तरीय बनाउन, सूचना तथा परामर्श सेवा, मनोसामाजिक परामर्श सेवा, वित्तीय साक्षरता कक्ष र रिटर्नी स्वयंसेवक परिचालन कार्यलाई संघ र प्रदेश सरकारसँगको प्रभावकारी समन्वयमा कार्यान्वयन गरिनेछ। वैदेशिक रोजगार बोर्डबाट प्रदान गरिने कल्याणकारी सेवाहरू जस्तै कामदारको घर परिवारका सदस्यलाई प्रदान गरिने औषधि उपचार सहयोग, छात्रवृत्ति सहायता, उद्धार तथा खोज तलास सेवा, कानुनी प्रतिरक्षा सहायता, हकवालालाई आर्थिक सहायता प्रदान गर्ने, बिरामी वा अङ्गभङ्ग भएमा प्रदान गरिने उपचारका लागि आर्थिक सहायता आदि सेवाहरू वैदेशिक रोजगार बोर्डसँगको समन्वयमा सञ्चालन भइरहेको कार्यलाई थप प्रभावकारी बनाइनेछ। सङ्घीय सरकारबाट प्राप्त प्रणाली आइडी पासपोर्ट प्रयोग गरी रोजगार सेवा केन्द्र मार्फत कन्सुलर सेवा सञ्चालन गरिनेछ। विदेशमा रहेका समस्याग्रस्त श्रमिक तथा मृतकका परिवारलाई सहज र छिटो छरितो सेवा उपलब्ध गराउन आवश्यक समन्वय गरिनेछ। बेरोजगार व्यक्तिका लागि बैंक तथा अन्य वित्तीय संस्था मार्फत सहुलियतपूर्ण ऋण उपलब्ध गराउन आवश्यक पहल कदमी गरिनेछ। सार्वजनिक विकास, जनस्वास्थ्य तथा पोषणमा आर्थिक वर्ष 2081-82 मा 98% स्वास्थ्यमा सुत्केरी गराउन सफल भएकोमा यस आर्थिक वर्ष 2082-83 मा स्वास्थ्य संस्थामा सुत्केरी भए उपाध्यक्ष कोशीले लिएर आउनुहोस् है अन्न र घिउको अभियान सञ्चालन गरी यस गाउँपालिकालाई घरमा बच्चा नजन्माउने जिरो होम डेलिभरी गाउँपालिकाको रूपमा घोषणा गर्न गर्भवती तथा सुत्केरीको साथी उपाध्यक्ष कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ। हाम्रै स्वास्थ्य संस्थामा छन् स्वास्थ्य कर्मी दक्ष सुत्केरी गराउ निर्धक्क स्वास्थ्य संस्थाहरूमा सञ्चालित बर्थिङ सेन्टरलाई अत्याधुनिक र सुविधा सम्पन्न बनाउनुको साथै बर्थिङ सेन्टरमा कार्यरत नर्सिङ स्टाफहरूलाई समय सापेक्ष तालिमको व्यवस्था गरिनेछ। जननी जन्मभूमि से स्वर्गदपि गरिएपछि चिन्ता लिनु पर्दैन। सुत्केरीको होस् या गर्भवतीबाट महिलाहरूको लागि प्रत्येक महिना यस गाउँपालिकाको विभिन्न 9वटा स्वास्थ्य केन्द्रबाट प्रदान गर्दै आइरहेको निःशुल्क क्याल्सियम चक्की वितरण, रगत पिसाब जाँच र भ्युरी एक्सरे सेवालाई थप प्रभावकारी र सहज बनाउन थप गरी अब उपरान्त 10वटा स्वास्थ्य केन्द्रबाट प्रदान गरिनेछ। गर्भवती महिलाहरूको निःशुल्क थाइराइड जाँच सेवा विस्तार गरिनेछ। डोन्ट वरी सुत्केरी रेफर गर्नु परे केही गरी भन्ने नाराका साथ बर्थिङ सेन्टरमा सुत्केरी गराउनका लागि पालिकाभित्र बसोबास गर्ने नागरिकहरूलाई बर्थिङ सेन्टरमा एक पटकको लागि एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराइनेछ। पालिकाको बर्थिङ सेन्टरबाट हायर सेन्टरमा रेफर गर्नु परेमा एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराइनेछ। नागरिकको आधारभूत स्वास्थ्य सेवा सर्वसुलभ र सुरक्षित गर्ने अभियानमा रहेको पञ्चकन्या गाउँपालिकामा निर्माण सम्पन्न गरी पालिकालाई हस्तान्तरण भइसकेको दशैको अस्पतालबाट छिटोभन्दा छिटो चिकित्सकीय सेवा प्रदान गर्ने व्यवस्था मिलाई नागरिक स्वास्थ्य बीमा कार्यक्रमलाई सहज र प्रभावकारी बनाउन म स्वास्थ्य छु मेरो गाउँपालिका स्वास्थ्य कार्यक्रम सञ्चालन गरी स्वास्थ्य सम्बन्धी मौलिक हकको कार्यान्वयनलाई प्राथमिकता दिइनेछ। विपन्न तथा सीमान्तकृत परिवारका नागरिकहरूलाई जटिल प्रकृतिका रोगहरू, क्यान्सर, मृगौला, कलेजो तथा मुटुका रोगहरूको उपचारमा पालिकाबाट भइरहेको आर्थिक सहयोगलाई निरन्तरता दिइनेछ। गाउँपालिकालाई पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिसकिएको हुँदा सोको निरन्तरताको लागि मैले मेरो बच्चालाई पूर्ण खोप लगाएँ, तपाईँको बच्चालाई नि भन्ने
नाराका साथ सामुदायिक प्रतिबद्धता सहितको अभियान सञ्चालन गरिनेछ। बाल मृत्युदर र मातृ मृत्युदर घटाई 5 वर्ष मुनिका बालबालिकाहरूमा पोषण स्थिति सुधार गर्न आमा समूहहरूलाई सक्रिय बनाइनेछ। युवा युवती तथा अन्य उमेर समूहको लागि छोरा रोगहरू तथा नसर्ने रोग नियन्त्रणका कार्यक्रम लगायत गाउँघर क्लिनिक सञ्चालन कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइनेछ। स्वास्थ्यमा हुन्छ धेरै हानि, नसुधारे खानपान र आनीबानी। उग्र रूपमा बढिरहेको मधुमेह, उच्च रक्तचाप, श्वास प्रश्वास रोग तथा थाइराइड जस्ता नसर्ने रोगहरू नियन्त्रण गर्न 10वटै स्वास्थ्य संस्थामा सुगर किट युरिस्टिक उपलब्ध गराउनुका साथै विभिन्न किसिमका जनचेतनामूलक कार्यहरूलाई सञ्चालन गरिन्छ। फागुन महिनालाई नसर्ने रोग पहिचान महिनाको रूपमा मनाइनेछ। पञ्चकन्या समृद्ध बन्दैछ, बाआमालाई सञ्चय छ भन्ने अभियान सञ्चालन गरी ज्येष्ठ नागरिकहरूलाई घर घरमै ज्येष्ठ नागरिक घर दैलो स्वास्थ्य जाँच तथा उपचार कार्यक्रम सञ्चालन गरिनेछ। देशका ठूला निजी तथा सरकारी अस्पतालसँग समन्वय गरेर निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गरिनेछ। स्वास्थ्य क्षेत्रका मेरुदण्डका रूपमा स्थापित राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई उच्च मनोबलका साथ समुदायमा काम गर्न प्रेरित गर्ने उद्देश्यले स्वास्थ्य महिला स्वयंसेविकालाई उत्प्रेरणा कार्यक्रम अन्तर्गत सम्पूर्ण महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई मासिक रूपमा उत्प्रेरणा स्वरूप प्रदान गर्दै आइरहेको कार्यलाई निरन्तरता दिइनेछ। साथै महिला स्वास्थ्य स्वयंसेविका महासङ्घका सिफारिसको आधारमा गाउँपालिकाले तयार गरेको कार्यविधि अनुसार सम्मानजनक विदाई कार्यक्रमलाई निरन्तरता दिइनेछ। जन्मेको 2 वर्षभित्र 80% विकास हुन्छ दिमागको प्रत्येक महिनाको वृद्धि अनुगमनले मुहार फेर्छ समाजको। प्रत्येक महिना बच्चाको वृद्धि अनुगमनको लागि बच्चा लिएर आउँदा बच्चाको आमा तथा अभिभावकलाई 1 पाकेट आय नुनसँगै स्वास्थ्य कर्मीसँग पोषण परामर्श गर्न रु 50 को रिचार्ज कार्ड उपलब्ध गराउन बच्चा जोग्नुस्, स्वास्थ्य कर्मीसँग पोषणको परामर्श लिनुस् भन्ने नारासहित कार्यक्रमलाई निरन्तरता दिइनेछ। साथै बच्चाको वृद्धि अनुगमन गराउने क्रमलाई 22 पटक वा सोभन्दा बढी वृद्धि अनुगमन भएको बच्चाको परिवारलाई सम्मान पत्र सहित रु 500 नगद प्रदान गरिनेछ। यस पालिकालाई कुपोषण सहित कुपोषण रहित पालिका घोषणा गरिनेछ। बालमैत्री सुशासन पालिका घोषणा गर्न स्वास्थ्यले पूरा गर्न पर्ने सम्पूर्ण सूचकहरूलाई पूरा गरी पालिकालाई बालमैत्री सुशासन प्रणालीमा पालिका घोषणा गरिनेछ। मोतियाबिन्दु निःशुल्क अपरेसन शिविरलाई निरन्तरता दिइनेछ। आयुर्वेदिक प्राकृतिक चिकित्सक योग घरेलु चिकित्सा पद्धति सहितको एकीकृत स्वास्थ्य सुधारका कार्यक्रम सञ्चालन गरिनेछ। शिक्षा तथा सिप विकास क्लिन स्कुल ग्रीन स्कुल कार्यक्रमलाई निरन्तरता दिँदै विद्यालय परिसरमा बिरुवा रोपण कार्य गरी विद्यालय वातावरण मनमोहक र हराभरा बनाइनेछ। सिप्दै उब्जाउँदै खाँदै कार्यक्रमलाई जोड्दै एक विद्यालय एक टरेल अभियान सञ्चालन गरी दिवा खाजा कार्यक्रमलाई स्थानीय उत्पादनसँग जोड्दै दिगोपना दिइनेछ। पढाइसँगै विद्यार्थीमा कृषि उत्पादन सिपको विकासमा जोड दिँदै विद्यालयको दिवा खाजामा स्थानीय उत्पादकहरूलाई जोड दिए दिवा खाजामा खर्च हुने रकमलाई स्थानीय कृषक समक्ष पुर्याइने नीति लिइनेछ। सामुदायिक विद्यालयमा पनि अङ्ग्रेजी भाषा सिकाइ मैत्री छन् भन्ने बुझाइको विकास गर्न कक्षा 1 देखि 10 का सबै कक्षामा गणित विज्ञान लगायतका केही विषयमा अङ्ग्रेजी र नेपाली दुवै माध्यमका पाठ्यपुस्तक वितरण गर्दै
त्रैभाषिक र बहुभाषिक माध्यमको पाठ्यपुस्तक मार्फत भाषिक सक्षमताको विकास गर्ने नीतिलाई निरन्तरता दिइनेछ। विद्यालयमा अध्ययनरत बालबालिकाको सुरक्षालाई ध्यानमा राखी सबै विद्यालयमा सुरक्षित विद्यालय परिसर र घेरबार निर्माणको नीति लिइनेछ। बालबालिका कक्षामा अध्ययनरत बालबालिकाहरूका लागि सिकाइको अभिवृद्धि गराउन बाल विकास केन्द्रको सञ्चालन र व्यवस्थापनको लागि अनुदान तथा सामग्री खरिदका साथै इसिडी कर्नरको स्थापना गरी सञ्चालन गरिनेछ। सामुदायिक विद्यालयमा रहेका तालिम प्राप्त दक्ष अनुभवी शिक्षक र नवप्रवेशी शिक्षकहरूको अनुभव साटासाट तथा क्षमता अभिवृद्धिका लागि टिचर एक्सचेन्ज प्रोग्राम र पालिका स्तरमा विषयगत शिक्षकहरूलाई क्षमता विकास तालिम सञ्चालन गरिनेछ। शिक्षण सिकाइमा भइरहेको नव प्रवर्धनलाई आन्तरिकीकरण गर्न बागमती प्रदेश सरकार विभिन्न गैर सरकारी संघ संस्थासँगको सहकार्यात्मक साझेदारीमा शिक्षण सुधार कार्यक्रम सुधार गरी अनिवार्य र गुणस्तरीय शिक्षालाई जोड दिइनेछ। सामुदायिक विद्यालयहरूलाई सूचना प्रविधि मैत्री बनाई शिक्षण सिकाइमा यसको सघन प्रयोग मार्फत विश्व परिवेश सुहाउँदो शिक्षण प्रविधिलाई आत्मसात गरी विद्यार्थीलाई सूचना प्रविधि प्रति आकर्षित गर्न सामुदायिक विद्यालयहरूमा इन्टरनेट स्मार्ट बोर्ड लगायतका प्राविधिक उपकरण उपलब्ध गराई प्राविधिक विकास मार्फत डिजिटल साक्षरताको बढोत्तरी गरिनेछ। साक्षरता कार्यक्रमलाई साझेदार संस्थाहरूको सहकार्यमा थप सबलीकरण गरिनेछ। गाउँपालिका भित्र अध्ययनरत विद्यार्थीहरूको अन्तर्निहित प्रतिभाको प्रस्फुटन र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न पालिका स्तरीय शैक्षिक तथा विज्ञान प्रदर्शनी बाल प्रतिभा महोत्सव लगायतका अन्तर विद्यालय अतिरिक्त क्रियाकलापहरू सञ्चालन र व्यवस्थापन गरिनेछ। विद्यालय विद्यार्थी र जनप्रतिनिधिको बीचमा सुमधुर सम्बन्ध स्थापित गरी शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अन्तर्क्रियाका माध्यमबाट विद्यालयमा अध्यक्षसँग विद्यार्थी कार्यक्रम सञ्चालन गरिनेछ। अभिभावक विद्यालयमा सीमित शिक्षक अभिभावक सङ्घ कार्य समिति पदाधिकारी र प्रधानाध्यापकहरूको नेतृत्व समक्ष विकास मार्फत संस्थागत क्षमता अभिवृद्धिका लागि क्षमता विकास कार्यक्रम सञ्चालन गरिनेछ। मूल्याङ्कन पद्धतिलाई थप व्यवस्थित व्यवहारिक र एकीकृत बनाई आधारभूत तह कक्षा 5 को वार्षिक परीक्षा र कक्षा 8 को उत्तीर्ण परीक्षा गाउँपालिका स्तरमा सञ्चालन गरी सिकाइ नतिजाप्रति शिक्षक र विद्यालयको जिम्मेवारीलाई सबल बनाउने नीति लिइनेछ। विद्यालयको दैनिक समय तालिकालाई पाठ्यक्रमले निर्देश गरे बमोजिम प्रत्येक विषयमा तोकिएको पाठ्य घण्टा पूरा हुने गरी परियोजना तयार गरी प्रयोगात्मक सिकाइका लागि अनुकूल बनाउन आवश्यक देखिन्छ। विद्यालयमा पट्यार लाग्दो सैद्धान्तिक र कोर र पढाइलाई रूपान्तरण गरी रसपूर्ण रोमाञ्चक ढङ्गले व्यवहारिक प्रयोगात्मक सिकाइमा जोड दिई विद्यालयहरूमा प्रत्येक महिनाको 1 हप्ता परियोजनात्मक एवं प्रयोगात्मक सप्ताह सञ्चालन गर्ने नीति लिइनेछ। शैक्षिक सामग्री सहित परियोजना प्रयोगात्मक शिक्षण गराउने शिक्षकलाई वर्गीकरण सहितको प्रोत्साहन गरिनेछ। गाउँपालिकाको आन्तरिक आयलाई विशेष ध्यान दिई बालबालिका सहजकर्ता विद्यालय कर्मचारीको लागि नेपाल सरकारले उपलब्ध गराउने पारिश्रमिकमा गाउँपालिकाबाट थप गरी पारिश्रमिक उपलब्ध गराउने नीतिलाई निरन्तरता दिइनेछ। आधारभूत तह कक्षा 5 र 8 उत्तीर्ण सहित एसई परीक्षा
एसएलसीमा उत्कृष्ट नतिजा अङ्क प्राप्त गर्ने विद्यार्थी विद्यालय तथा विषयगत शिक्षकलाई पुरस्कृत र सम्मान गरिनेछ। स्थानीय विषयवस्तु र भूगोललाई समेटेर गाउँपालिका स्तरीय स्थानीय पाठ्यक्रममा निर्माण गरी परीक्षाको रूपमा 2081 देखि लागू भएका कक्षा 1-8 को स्थानीय विषय पञ्चकन्या सेरोफेरोको पाठ्यक्रमलाई थप परिमार्जन गरी सिकाइलाई सबलीकरण गर्न थप सन्दर्भ सामग्रीको विकास गरिनेछ। घुम्ती शिक्षाको अवधारणालाई कार्यान्वयन गरिनेछ। गाउँपालिकाको समग्र शैक्षिक सुशासन र व्यवस्थापन गर्न शिक्षा ऐन निर्माण भएकोमा सो सम्बन्धी नियमावली र कार्यविधिको तर्जुमा आर्थिक वर्ष 82-83 मा तयार गरिनेछ। माध्यमिक तह उत्तीर्ण गर्ने दलित आर्थिक रूपले विपन्न परिवारका विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि आवश्यक सहयोग स्वरूप छात्रवृत्ति उपलब्ध गराउन विपन्न दलित र टुहराको अध्यक्ष सहारा कार्यक्रम सञ्चालन गरिनेछ। सामुदायिक विद्यालयमा रहेका राज्य कोषबाट सुविधा उपयोग गर्ने नागरिकले निजका सन्तानलाई सामुदायिक विद्यालयमा अध्ययन गराउन अभिमुख गर्ने नीतिलाई कार्यान्वयनमा लगिनेछ। कक्षा 6 देखि 12 सम्मका अध्ययनरत विद्यार्थीहरूका लागि जीवन उपयोगी सिप सम्बन्धी विशेष कक्षा सञ्चालन गरी क्षमता विकासलाई जोड दिइनेछ। जहाँ विद्यार्थी त्यहाँ विद्यालयको अवधारणा अनुरूप उपलब्ध विद्यार्थी संख्याका आधारमा विद्यालय समायोजन एवं विद्यालयमा शिक्षक तथा कर्मचारीको दरबन्दी मिलान तथा समायोजन गरिनेछ। विद्यालयहरूको मौजूदा शिक्षक संख्यालाई आधार मानि शिक्षा ऐन नियमावलीले निर्धारण गरेर शिक्षक दरबन्दी अपुग भएका र विशेष आवश्यकता भएका विद्यालयहरूलाई आवश्यकताका आधारमा स्वयंसेवक शिक्षक र विशेष अनुदानको व्यवस्था गरिनेछ। गाउँपालिका भित्रका शिक्षक कर्मचारी विद्यार्थीहरूको आफ्नो परम्परा र धर्म संस्कृति झल्किने मौलिक पहिचान खुल्ने जाति धर्म परम्परा अनुसारको पहिरन प्रयोगमा ल्याउने नीति लिइनेछ। विद्यालयको जिन्सी सम्पत्तिको अभिलेख र लेखा प्रणालीलाई व्यवस्थित र वैज्ञानिकरणमा जोड दिइनेछ, जसका लागि आवश्यक तालिमको व्यवस्था गरिनेछ। गाउँपालिकाबाट समय समयमा निरीक्षण साथै चौमासिक रूपमा सामुदायिक विद्यालयको आन्तरिक लेखा परीक्षण गर्ने व्यवस्था मिलाइनेछ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक नियुक्ति गर्दा शैक्षिक योग्यता, व्यावसायिकता, पेशागत दक्षता र प्रशासनिक कार्यकुशलतालाई आधार लिई प्रतिस्पर्धाको माध्यमबाट गरिनेछ। 1 महिना 1 दिन विद्यालयमा जनप्रतिनिधि एकैछिन भन्ने नारासहित कार्यक्रम सञ्चालन गरी पालिका भित्रका सबै विद्यालयमा कम्तीमा 1 दिन जनप्रतिनिधिहरूको अनुगमन तथा निरीक्षणको व्यवस्था गरिनेछ। कार्य जिम्मेवारीलाई इमानदार सम्पादन गरी सकारात्मक नतिजा दिन गाउँपालिकाले विद्यालयका प्रले शिक्षक कर्मचारीसँग प्रत्येक वर्ष कार्यविवरण सहित कार्य सम्पादन करार सम्झौता गर्ने व्यवस्थालाई अनिवार्य गरिनेछ, जसबाट शैक्षिक स्तर सुधारको आशा गरिएको छ। खानेपानी तथा सरसफाई, स्वास्थ्य र सफा पिउने पानी, स्वच्छ जिन्दगानीलाई सफल पार्न गाउँपालिकाका सबै बस्ती र समुदायमा एक घर एक धाराको नीति अनुरूप स्वास्थ्य र सफा पिउने पानीलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउने कार्यलाई निरन्तरता दिइनेछ। खानेपानीको मुहान संरक्षण गरी सुरक्षित खानेपानीको लागि मुहान वरिपरि वृक्षारोपण र तारजारी लगाई सुरक्षित गरिने कार्यलाई सञ्चालन गरिनेछ। मुहान दर्ता र अभिलेखीकरणलाई व्यवस्थित गरिनेछ। गाउँपालिका भित्रका खानेपानीको अभाव पहिचान गरी आधारभूत रूपमा खानेपानीको सुनिश्चित गर्न मुहानको पहिचान गरी सुरक्षित खानेपानीको प्रबन्ध गरिनेछ। वर्षातको पानी सङ्कलन गरी जमिनमुनि जल पुनर्भरण गर्न रिजर्भ पोखरी निर्माणको कार्यलाई अगाडि बढाइनेछ। पञ्चकन्याको सान
पूर्ण सरसफाई युक्त पालिका हाम्रो अभियान भन्ने मूल नाराका साथ वडा तथा पालिका स्तरमा सरसफाइका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिनेछ। खानेपानीको शुद्धिकरण गरेर मात्र पिउने, व्यक्तिगत सरसफाइमा ध्यान दिँदै फोहोर मैलाको उचित व्यवस्थापन गर्ने र टोल बस्तीको सरसफाइमा ध्यान दिई वातावरण सफाइमा ध्यान दिन आवश्यक जनचेतना जगाउन कार्यक्रम सञ्चालन गरिनेछ। संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने विशेष अनुदानलाई खानेपानी आयोजना निर्माणतर्फ केन्द्रित गर्दै खानेपानी र सरसफाइमा उचित ध्यान दिइनेछ। बहुवर्षीय खानेपानी आयोजना सञ्चालन गर्न विभिन्न गैर सरकारी संस्थाहरूसँगको समन्वय र सहकार्य गरी आर्थिक तथा प्राविधिक स्रोतको खोजी गरिनेछ। वातावरणीय तथा पर्यावरणीय सन्तुलन कायम गर्न आवश्यक नीति लिइनेछ। गाउँपालिकाभित्र उत्पादन हुने फोहोर मैलाको स्रोतमै फोहोर छुट्याई उचित व्यवस्थापन गर्न आवश्यक नीति लिइनेछ। उपभोक्ता र खानेपानी उपभोक्ता समितिहरूलाई पर्यावरणीय स्वच्छता तथा सरसफाई प्रति उत्तरदायी बनाइनेछ। गाउँपालिकाभित्र सञ्चालित क्रमागत बहुवर्षीय खानेपानीको योजनाहरूलाई समयमै यथाशीघ्र सम्पन्न गर्न आवश्यक कदम लिइनेछ। महिला बालबालिका संरक्षण, महिला बालबालिका र सामाजिक संरक्षण, पञ्चकन्याको बालक भविष्यको समृद्धिको चालक भन्ने नाराका साथ बाल अधिकार तथा बाल संरक्षणका लागि स्थानीय बाल अधिकार समिति र बाल क्लबहरू मार्फत विभिन्न कार्यक्रमहरू सञ्चालन गरिन्छ। बालबालिकाका पुनर्स्थापना केन्द्र, ज्येष्ठ नागरिक आश्रय केन्द्र, अशक्त स्याहार केन्द्र स्थापना तथा सञ्चालन गर्न सङ्घ तथा प्रदेश सरकारसँग आवश्यक पहल गरिनेछ। गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने कार्य अगाडि बढेकाले आवश्यक मापदण्ड पूरा गर्न पहल गरिनेछ। प्रत्येक वडामा एक वडा एक उद्यान बनाउने कार्य अगाडि बढाइनेछ। बालबालिकामा लगानी बढाउँ, भविष्यमा कर्णधारलाई फुलाउँ सोचको विकास मार्फत बालमैत्री स्थानीय शासन अनुकूल बजेटको व्यवस्था गरी कार्यक्रम सञ्चालन गरिनेछ। बुबाआमा विहीन टुवा बालबालिका संरक्षण कार्यक्रम विभिन्न गैर सरकारी संस्थाहरूको सहकार्यमा निरन्तरता दिइरहेको छ र दिनेछु। बाल विवाह, बहुविवाह, दाइजो प्रथा, जातीय छुवाछुत, अन्मेल विवाह, बोक्सी प्रथा तथा सामाजिक कुरीति, कुसंस्कार एवं रूढिवादी परम्पराको अन्त्य गर्न सामाजिक तथा सांस्कृतिक सुधार कार्यक्रमलाई बाल क्लब मार्फत सञ्चालन गरिनेछ। हामी अझै सानै छौँ, बढ्न देऊ विवाह होइन, लेख्न र पढ्न देऊ भन्ने अभियानका साथ बाल विवाह विरुद्धको कार्यक्रम सञ्चालन गरिनेछ। वडा अध्यक्षहरूसँग अपाङ्ग बालबालिकाहरूको कार्यक्रम सञ्चालन गरिनेछ। किशोरीहरूको बहुआयामी विकास आत्मनिर्भरताका लागि जीवन उपयोगी सिप विकासका कार्यक्रमहरू सञ्चालन गरिन्छ। एकल महिला लक्षित जीविकोपार्जन सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिनेछ। फरक क्षमता भएका व्यक्तिहरूलाई अपाङ्गताको प्रकृति अनुसारको परिचय पत्र वितरण गरी सिपमूलक तथा क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गरिन्छ। आर्थिक अवस्था कमजोर भएका फरक क्षमताका अभिभावकहरूको छोराछोरी तथा विद्यार्थीहरूमा शैक्षिक सहयोग र छात्रवृत्ति प्रदान गरिनेछ। गाउँपालिकाभित्र महिला हिंसा लगायत जुनसुकै हिंसा दण्डनीय हुने भएकाले त्यस्ता हिंसाजन्य कार्य भएका कानुन बमोजिम हुने कारबाहीलाई कडाई गरिनेछ र हिंसा न्यूनीकरणका लागि आवश्यक सचेतना कार्यक्रम ल्याइनेछ। महिलाहरूलाई स्वावलम्बी बनाउन आवश्यक सिप विकास कार्यक्रम ल्याइनेछ। महिलाहरू भान्सा र खेतीमा मात्र सीमित नगरिकन प्रतिस्पर्धात्मक क्षमता विकास र सशक्तिकरण गरी नेतृत्व विकास गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरिनेछ। लैङ्गिक
उत्तरदायित्व बजेट तर्जुमा गरी लैङ्गिक समानता, सामाजिक न्याय र सामाजिक समावेशीकरणको नीतिलाई मूल प्रवाहीकरण गरिनेछ। लैङ्गिक तथा यौनजन्य दुर्व्यवहार निवारणका लागि आचार संहिता पूर्ण पालना गरी कुनै पनि कार्यालय वा सार्वजनिक स्थलमा कुनै यौनजन्य दुर्व्यवहार न्यूनीकरणका लागि पहल गरिनेछ। ज्येष्ठ नागरिक सञ्चालन गठन गरी उहाँहरूको सिप क्षमता र ज्ञान पालिका सार्वजनिक विकास उपयोग हुने वातावरण निर्माण गरिनेछ। बाल दिवस, नारी दिवस, लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान जस्ता दिवसीय कार्यक्रमहरू सञ्चालन गरी आवश्यक जनचेतना जगाइनेछ। महिला, बालबालिका, ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति, आदिवासी, जनजाति, दलितको उत्थान तथा सीमान्तकृत समुदायको अधिकार, समन्यायिकता, सेवा सुविधा, क्षमता विकास र समान अवसरका लागि विशेष प्राथमिकताका साथ योजना तथा कार्यक्रमहरू सञ्चालन गरिनेछ। युवा तथा खेलकुद, पञ्चकन्या गाउँपालिकामा मनोरञ्जनका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ गाउँपालिका स्तरीय चेयरम्यानको भलिबल प्रतियोगितालाई निरन्तरता दिइनेछ। अन्तर विद्यालय पालिका स्तरीय राष्ट्रपति रनिङशील खेलकुद प्रतियोगिता निरन्तरता दिइनेछ। एक वडा एक खेल मैदान निर्माणको अवधारणा आत्मसात गरी खेलकुद मैदान निर्माण कार्यक्रम सञ्चालन गरिनेछ। पालिका स्तरीय खेल मैदान निर्माणका लागि सम्भाव्यता अध्ययन गरिनेछ। गाउँपालिका भित्रका युवाहरूलाई खेलकुद क्षेत्रमा क्रियाशील गराउन विविध खेलकुद कार्यक्रमहरू आयोजना गरी खेल सहभागिताको लागि अभिमुख गरिनेछ। गाउँपालिकाका क्षेत्रभित्रका युवाहरूले रचनात्मक सृजनाशीलता विकासका लागि युवा क्लबहरूलाई आवश्यक सहयोग गरिनेछ। खेलकुद क्षेत्रको विकासका लागि पालिका स्तरीय खेलकुद समिति गठन गरी क्रियाशील बनाइनेछ। यस पालिकाको घ्याङसौरामा कबड हल निर्माण गर्न प्रदेश सरकार र सङ्घ सरकारसँग आवश्यक पहल र सहकार्य गरिनेछ। पूर्वाधार विकास, बस्ती विकास, आवास तथा भवन विकासको मुख्य आधार दिगो पूर्वाधार भन्ने अभियानलाई सार्थक बनाउन नीतिगत पालिकाका क्षेत्रमा नयाँ घर निर्माण गर्दा नक्सा पास सहित भवन निर्माण सम्बन्धी मापदण्ड 2072लाई पूर्ण रूपमा पालना गर्ने अभिप्रेत गरिनेछ। घरमा सडक होइन सडकमा घर भन्ने नारा आत्मसात गर्दै बस्ती एकीकरण गर्दै लगी नीति अख्तियार गरिनेछ। गाउँपालिका भित्र रहेका ग्रामीण क्षेत्रलाई क्रमिक रूपमा विकासका पूर्वाधारहरूले यथेष्ट व्यवस्था गरिनेछ। गाउँपालिकाका केन्द्र रहेको क्षेत्र लाकुरी भन्ज्याङ, गले भन्ज्याङ, पानीआटा, सरेकार, बुढासेरा आसपास लगायत गाउँपालिका क्षेत्रभित्र बस्ती बढिरहेको अन्य उपयुक्त स्थानहरूको पहिचान गरी भविष्यमा बस्ती विकास हुँदै जाने सम्भावनालाई मध्यनजर गर्दै यस क्षेत्रको योजनाबद्ध विकासका लागि एकीकृत शहरी विकास योजना तयार गरी कार्यान्वयनमा ल्याइनेछ। पञ्चकन्या गाउँपालिका क्षेत्रमा रहेका सार्वजनिक जग्गाको अभिलेख तयार गरिनेछ। साथै अतिक्रमित सार्वजनिक जग्गा खाली गराइनेछ। भवन निर्माणलाई व्यवस्थित गर्न गाउँपालिकाको भवन निर्माण आचार संहिता 2082-83 भित्र सम्पन्न गरिनेछ। साथै व्यवस्थित शहरीकरणलाई प्राथमिकता दिई सोही बमोजिम गुरु योजना निर्माण गरी अघि बढ्ने नीति अख्तियार गरिनेछ। पालिकाको प्रशासनिक भवनको नक्सा पास गर्न र बिमा प्रक्रियामा लैजाने सम्बन्धमा आवश्यक पहल कदमी लिइनेछ। नगर्ने फोहोरहरूलाई मोहरमा परिणत गर्न सकिने कार्यनीति अवलम्बन गरिनेछ। सार्वजनिक स्थानमा फोहोर गर्ने कार्यलाई निरुत्साहित गरिनेछ। यदि गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही गर्ने नीति लिइनेछ। विपद जोखिम व्यवस्थापन तथा जलवायु परिवर्तन, विपद व्यवस्थापनलाई स्थानीय सरकारको मुख्य जिम्मेवारीको रूपमा लिई विपद व्यवस्थापन कोषको स्थापना गरिएको छ। कोषको रकम वृद्धि गरी विपद व्यवस्थापनमा प्रभावकारी काम गर्न विपद क्षेत्रका काम गर्ने गैर सरकारी सङ्घ संस्थाहरूको
सँगको सहकार्यलाई निरन्तरता दिइनेछ। सम्भावित विपद जोखिम न्यूनीकरणका लागि गाउँपालिकाका सबै वडा मुख्य चोक र स्थानहरूमा प्राकृतिक प्रकोप जनचेतना जागृत गर्ने सन्देशमूलक बोर्ड राख्ने कार्यक्रम सञ्चालन गरिनेछ। विपद व्यवस्थापनलाई प्रभावकारी बनाउन विपद जोखिम न्यूनीकरण, विपद प्रतिकार र विपद पुनर्लाभ जस्ता सबै चरणहरूमा जिल्ला विपद व्यवस्थापन समिति, प्रदेश विपद व्यवस्थापन समिति, केन्द्रीय विपद व्यवस्थापन समिति लगायत सम्पूर्ण सुरक्षा निकाय तथा सरकारवालाहरूको सहकार्यलाई जोड दिइनेछ। गाउँपालिकाका सडक निर्माण लगायतका विकास निर्माण कार्य सञ्चालन गर्दा प्रारम्भिक वातावरणीय परीक्षण आइई र वातावरणीय प्रभाव मूल्याङ्कन EIA गरी विकासलाई वातावरण मैत्री बनाइनेछ। आकस्मिक रूपमा प्राकृतिक तथा मानव निर्मित प्रकोपबाट घटेका घटनाको सहयोगका लागि विपद व्यवस्थापन कोषबाट आवश्यक कार्य गर्ने नीति लिइनेछ। जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न जलवायु परिवर्तन अनुकूल क्षमता बढाउन नीतिगत व्यवस्था गरिनेछ। जलवायु परिवर्तनको असर तथा विविध कारणले पानीका मुहानहरू सुक्दै जाने स्थिति देखिएको सन्दर्भमा परम्परागत कुवा, खारा, पँधेरा जस्ता पानीको स्रोतको विशेष संरक्षण गर्ने जलवायु उत्थानशीलता कार्यक्रम तय गरी लागू गरिनेछ। पञ्चकन्या गाउँपालिकाको हरेक योजना तथा कार्यक्रमहरूमा वातावरण तथा पर्यावरण र जलवायु मैत्री पूर्वाधार विकासमा जोड दिइनेछ। जलवायु परिवर्तनको प्रभावबाट पर्ने असरहरू र बच्ने उपायका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिनेछ। ढुङ्गा, गिटी, बालुवा जस्ता नदीजन्य पदार्थ र अन्य प्राकृतिक स्रोतहरूको अनाधिकृत एवं अवैज्ञानिक दोहनलाई नियन्त्रण गरिनेछ। संस्थागत विकास, नीति, कानुन, न्याय र सुशासन। गाउँपालिकाका सम्पूर्ण गतिविधिहरू पारदर्शी बनाइनेछ। डिजिटल नागरिक बडापत्र, सुझाव पेटिका, सूचना अधिकारी लगायतका व्यवस्था गरी गुनासो सुन्ने प्रभावकारी संयन्त्रको व्यवस्था गरी नागरिकको मौलिक हकको रूपमा रहेका सूचनाको हकलाई मूर्त रूप दिई नागरिकलाई सुसूचित गरिनेछ। गाउँ प्रहरीको क्षमता अभिवृद्धि गरी गाउँ प्रहरीको क्षेत्र विस्तार गर्दै कार्य सम्पादनमा अभिवृद्धि गर्ने नीति अवलम्बन गरिनेछ। गाउँपालिकाद्वारा सञ्चालित योजना तथा कार्यक्रममा जनसहभागिता परिचालनलाई जोड दिइनेछ। योजना सञ्चालनमा अनिवार्य रूपमा स्थानीयको लागत सहभागिता गर्नुपर्ने नीतिलाई निरन्तरता दिइनेछ। उपभोक्ता समिति मार्फत गरिने योजनाहरूको समिति बनाउँदा अनुभवी, कुशल र फौजदारी कसुरमा संलग्नता नभएका स्वच्छ छवि भएका समूहको सहभागितालाई बढी जोड दिइनेछ। जनसंधानको व्यवस्थालाई अझ बढी महत्त्व दिइनेछ। प्रत्येक योजना तथा कार्यक्रममा उपभोक्ताहरूको छुट्टै अनुगमन समिति, प्रत्येक वडामा वडा समिति र गाउँपालिकामा गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा गठित अनुगमन समिति गरी 3 तहको अनुगमन संयन्त्रबाट सबै योजना तथा कार्यान्वयनको अनुगमनको व्यवस्थालाई निरन्तरता दिइनेछ। सङ्घ सरकारले घोषणा गरेका करार तथा अस्थायी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा जोड्ने गरी भएका नीतिगत व्यवस्थालाई पालिकाले आवश्यकता र दक्षताका आधारमा क्रमशः लागू गर्दै लगिनेछ। पालिकाबाट लक्षित योजना तथा कार्यक्रमको सार्वजनिक परीक्षण, सार्वजनिक सुनवाई र सामाजिक परीक्षणका कार्यहरू नियमित रूपमा गरिनेछ। स्थानीय तहहरूबाट सम्पादन हुने हरेक आयोजना तथा कार्यक्रमको सार्वजनिक परीक्षण, सार्वजनिक सुनवाई,
सामाजिक परीक्षण र तेस्रो पक्ष मूल्याङ्कन जस्ता उपकरणहरूको प्रयोग गरी पारदर्शी स्वच्छता एवं आर्थिक सुशासन कायम गरिनेछ। निर्वाचित पदाधिकारी तथा कर्मचारी प्रशासन संयन्त्रलाई सबल, सक्षम, समावेशी, जवाबदेही, सदाचारी, पारदर्शी बनाइनेछ। वित्तीय जवाबदेहिता र क्षमता अभिवृद्धि गरी लेखाङ्कन प्रणालीलाई चुस्त दुरुस्त बनाउँदै विद्युतीय माध्यमको उपयोगलाई निरन्तरता दिइनेछ। गाउँपालिकाबाट प्रदान हुने सार्वजनिक सेवा विकास व्यवस्थापन र अन्य विषयमा सबैलाई सुसूचित गराउन सुशासन ऐन 2064 र सोको नियमावली 2065 ले तोकिए बमोजिम सार्वजनिक सुनवाईको कार्यक्रम सञ्चालन गरिनेछ। सार्वजनिक खरिद प्रणालीलाई प्रतिस्पर्धी, पारदर्शी, गुणस्तरीय बनाउन खरिद पूर्व योजना तथा खरिद योजना तयार गरी लागू गरिनेछ। भ्रष्टाचार जन्य क्रियाकलापप्रति शून्य सहनशीलताको आधार मार्फत सुशासनमा टेवा पुर्याइनेछ। बेरोजगारीलाई नियन्त्रण गर्न आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाइनेछ। तोकिए बमोजिम आन्तरिक लेखा परीक्षण गाउँपालिकाका लगायत सबै वडा र कार्यालयहरूको अनिवार्य गरिने व्यवस्था हुनेछ। स्थानीय स्तरमा रहेका देववानी प्रकृतिका विवादहरूलाई स्थानीय स्तरमै निरूपण गर्ने प्रयोजनार्थ न्यायिक समिति र मेलमिलापकर्ताको क्षमता विकासका लागि आवश्यक कार्यक्रमहरू सञ्चालन गरिनेछ। न्याय सम्पादन कार्यविधि 2075 लाई समयनाथ कुल सम्बोधन गरी कार्यविधि अनुसार विवादहरू समाधानलाई निरन्तरता दिँदै सुनवाईलाई स्वच्छ, सक्षम, पारदर्शी र अनुमान योग्य बनाइनेछ। स्थानीय स्तरको विवाद निरूपणमा सामुदायिक मेलमिलापकर्ताहरूको भूमिका प्रभावकारी बनाउन गाउँपालिकामा रहेका सामुदायिक केन्द्रहरूलाई संस्थागत रूपमा सबल बनाइनेछ। गरिब, असहाय, पिछडिएका तथा सीमान्तकृत नागरिकहरूका लागि निःशुल्क कानुनी परामर्श तथा सहयोग उपलब्ध गराइनेछ। पालिकाबाट हालसम्म निर्माण भएका ऐन कानुनहरूलाई स्थानीय राजपत्रमा कानुन बमोजिम प्रकाशन गर्ने कार्यलाई निरन्तरता दिइनेछ। संगठन क्षमता विकास, जनशक्ति व्यवस्थापन र सेवा प्रवाह। स्थानीय सरकार लोकतन्त्रको आधारलाई यथार्थमा रूपान्तरण गर्न गाउँपालिकाबाट प्रदान गरिने सेवालाई छिटो, छरितो र नागरिक मैत्री बनाइनेछ। गाउँपालिका अन्तर्गतको शाखा, इकाइ र अन्य निकायहरूमा अझ बढी स्वच्छ, सक्षम, निष्पक्ष, चुस्त, पारदर्शी, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै लगिनेछ। संगठन तथा व्यवस्थापन स्वार्वीको प्रतिवेदन बमोजिम कर्मचारीको राइट साइजिङ निर्धारण गरिनेछ। कार्यपालिका सदस्य र गाउँसभा सदस्यज्यूहरूलाई थप सक्रिय बनाई सेवा प्रवाहलाई जनमैत्री बनाइनेछ। कर्मचारीहरूलाई समय पालना, नियम पालना र आज्ञा पालनाको रूपमा विकास गर्न गाउँपालिका, वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्थाहरूमा अनिवार्य हाजिरीको व्यवस्था गरिनेछ। दैनिक सेवा प्रवाह सहज बनाउन, सेवाको प्रभावकारिता अभिवृद्धि गर्न, दर्ता, चलानी लगायत सबै सेवालाई इन्टिग्रेटेड बनाउन आधिकारिक सहकारी निकायबाट मान्यता प्राप्त सफ्टवेयर खरिद प्रक्रिया अगाडि बढाइनेछ। राष्ट्र सेवक कर्मचारीको ज्ञान, क्षमता, सिप र योगदानको उच्च मूल्याङ्कन गर्दै हौसला, ऊर्जा प्रदान गर्न कर्मचारी कल्याण कोषको अवधारणा अघि बढाउँदै आवश्यक नीतिगत व्यवस्था गरिनेछ।
वडा कार्यालयलाई नागरिकहरूको पहिलो र नजिकको सरकारको रूपमा विकास गरिने कार्यलाई मूर्त रूप दिइनेछ। वडा कार्यालयलाई भौतिक सुविधा सम्पन्न बनाउँदै लगिनेछ। साथै आवश्यक जनशक्ति व्यवस्थापन गरिनेछ। कार्य सम्पादन करार गरी गाउँपालिका भित्रका कर्मचारी कार्य सम्पादन मूल्याङ्कन गर्ने परिपाटीको विकास गरिनेछ। कर्मचारीको कार्य सम्पादनलाई नतिजामा आधारित मूल्याङ्कन गरी दण्ड पुरस्कार प्रणालीको प्रभावकारी कार्यान्वयन गरिनेछ। निर्माण हुन बाँकी वडा कार्यालयहरूको भवनको निर्माण कार्य यथाशक्य छिटो सम्पन्न गरिनेछ। गाउँपालिका भित्रका नागरिकहरूलाई सरकारी सेवामा प्रवेश गराउने उद्देश्य अनुरूप लोक सेवा आयोग र शिक्षक सेवा आयोग तयारी कक्षाका लागि कार्यक्रम सञ्चालन गरिनेछ। जनप्रतिनिधि तथा राष्ट्र सेवा कर्मचारीहरूको लागि दुर्घटना बिमा कार्यक्रम सञ्चालन गरिनेछ। राजस्व तथा स्रोत परिचालन स्थानीय सरकार सञ्चालनको आधार आन्तरिक करलाई गाउँवासी नागरिक समाज उद्योग वाणिज्य सङ्घ स्थानीय विद्यालय सहकारी गरी